आज चाहिँ म हजुरहरूलाई पेपर कटिङ कसरी गर्ने भनेर सिकाउन गइरहेको छु। भिडियो अलि लामो हुनसक्छ, फुल वाच गरिदिनु होला। यसरी हजुरहरूले एकैचोटि 10 वटा पिस पेपरलाई यसरी फोल्ड गर्ने। हेर्नुहोस् है त, बराबरीको लेभल गरेर यसरी फोल्ड गर्ने हामीले पेपरलाई। अनि यसरी साइज जुन यो माथिको हाम्रो यो लामो र छोटो जुन निस्किन्छ नि हजुरहरूको टुप्पोको साइज, हेर्नुहोस् है त, यसरी यहाँ जुन साइज लामो र छोटो यो देखिराख्नु भएको छ नि, यसलाई चाहिँ हामीले जहिले पनि साइड कटिङ गरेर निकाल्नु पर्ने हुन्छ। हेर्नुहोस् है त, यसरी यो निस्किन्छ। यो पनि युज आउँछ है हजुरहरूको चाहिँ के गर्न युज आउँछ भन्नु होला। यो चाहिँ धूप बान्नको लागि। हेर्नुहोस् है, यसरी हामीले बत्ती काटे जस्तै गरी काटेर यसलाई निकालेर यसले बान्यौँ भने चाहिँ हाम्रो धूप शुद्ध हुन्छ है। जहिले पनि हामीले यसरी निकालेर यसरी बाटेको डोरीले नै बान्नुपर्ने हुन्छ। अनि हजुरहरूले जान्नुपर्ने कुरा के भन्नुहुन्छ भनेदेखि, जहिले पनि स्टिल स्केलको सहायताले जुन पेपरमा हामीले चिन्ह लगाउँछौँ नि, थोरै चिन्ह लायौँ भनेदेखि कैँची चलाउन नआउने दिदीबहिनीहरूलाई गाह्रो हुन्छ। कटिङ गर्दाखेरि हात सिधा लेभलमा बस्दैन, हात बाङ्गोटिङ्गो हुनसक्छ। त्यसैले हजुरहरूले जहिले पनि के गर्नुपर्छ त, यो स्टिल स्केल राखेर पेपरभरिको साइजमा यसरी कोर्नुपर्ने हुन्छ है, तान्नुपर्ने हुन्छ है, धर्को तान्नुपर्ने हुन्छ है। यसरी भयो भने चाहिँ हामीलाई के हुन्छ भने नि, यसरी यहाँ तानेको डँडी हेरेर पेपर कटिङ गर्न एकदम सजिलो हुन्छ। हेर्नुहोस् है त, अब हामीले त यही लेभलमा लगेर कटिङ गरेर कैँची चलाउन नआउने दिदीबहिनीहरूले पनि यसरी गर्नुभयो भने चाहिँ बाङ्गोटिङ्गो हुँदैन। हेर्नुहोस् त, पेपर कति मजाले निस्केको छ। अनि अहिले जहिले पनि यो माथिको टुप्पोलाई चाहिँ यसरी काट्नुपर्ने हुन्छ, किनभने हामीले फोल्ड मात्रै गरेर साइड कटिङ गरेर निकालेका छैनौँ, हामीले फोल्ड मात्रै गरेका छौँ। अनि हजुरहरूलाई यसरी काट्नलाई एकदम सजिलो हुन्छ है। यो चाहिँ मैले जानेको कुरा र मैले युज गरिरहेको कुरा हजुरहरूलाई सेयर गरेको छु है।